हेलो गुड मर्निङ ब्याक टु माई च्यानल। स्वागत छ हजुरलाई मेरो एनपी ब्लगमा। म अहिले आफ्नो जन्मभूमितिर यहाँ पहाडी क्षेत्रमा यस्ता घर हुन्छन् अनि यहाँको पहाडीको भ्यू यस्तो हुन्छ। यहाँनिर सेती नदी छ अलि मेरो घरको अलि नजिकै। हजुरको गाउँतिर के कस्तो छ? यहाँ एकदमै रमाइलो हुन्छ पहाडी क्षेत्रमा। यो देख्न सक्नुहुन्छ यहाँ मेरो सेती नदी यहाँनिर। अनि फेरि यस्ता घर हुन्छन् पहाडतिर हैन, एकदमै रमाइलो हुन्छ गाउँघरतिर, एकदमै दामी छ यो हाम्रो पहाडी घर। अहिले यो जन्मभूमि पहाडमा एकदमै रमाइलो हुन्छ यहाँको ठाउँ। देख्न सक्नुहुन्छ यहाँ तपाईहरुले एकदमै भ्यू यहाँको डाँडाकाँडाहरू हैन, यस्ता हुन्छन्। त्यहाँ पारी डडेलधुरा जिल्ला हुन्छ, त्यहाँ डडेलधुरा जिल्ला पर्यो। यहाँ डोटी शिखर नगरपालिकाको हो यो दृश्य हैन। यहाँबाट यस्तो भ्यू डाँडाकाँडाहरू धेरै रमाइलो हुन्छ। अहिले बिहानै हजुरलाई म एउटा सानो ब्लगमा तपाईहरुलाई देखाउन गइरहेको छु। कस्तो लाग्छ तपाईले कमेन्ट गर्नु होला हजुर। यो मेरो सानो ब्लगमा हजुरलाई धेरै स्वागत अनि शुभ बिहानी। सम्झना छ धेरै। यो हाम्रो पहाडी क्षेत्र एकदमै रमाइलो, देख्नलाई पनि भ्यू पनि एकदम पछाडीको राम्रो छ। गर्मीमा त्यहाँ सेती नदीमा पौडी खेल्ने एकदमै मजा आउने, चिसो हुने त्यहाँको पानी हैन, खानलाई पनि राम्रो हुन्छ। त्यही हो हजुर, अहिलेको लागि बाई बाई।